हजुर नमस्ते। नमस्ते। हजुर तपाईको नाम भनिदिनुस् न। हजुर मेरो नाम पूनम प्रधान। नाम हजुर तपाईको? मेरो टिके राई। हजुर कहाँदेखि आउनुभएको तपाईहरु? हजुर हामी वेस्ट सिक्किमबाट। वेस्ट सिक्किमबाट नि। हजुर तपाईहरुको बिहा गरेको कति वर्ष भइसक्यो? मतलब नानी हुनुभन्दा अगाडि? हजुर आफ्टर 9 months कन्सिभ भयो। त्यो यही आइबिएफ 9 years सरी आफ्टर 9 years चाहिँ कन्सिभ भयो। ओके 9 years को बाद चाहिँ न्यू लाइफ फर्टिलिटी सेन्टरमा आउनु भएर कन्सिभ भएको नि। हजुर अनि अहिले तपाईको दुईटै छोरा नि? दुईटै छोरा हो। कति मन्थ? 17 months। 17 months है? ए हजुर अनि तपाईहरुको अब यहाँ एकपल्टमा सक्सेस भयो हैन? अनि हजुर 7 months पुग्यो नि। हजुर अनि तपाईहरुको अब यहाँको आइबिएफ ट्रिटमेन्टको जर्नी कस्तो थियो? जस्तै मलाई अब फेरि फर्स्ट एटेम्पमै मेरो चाहिँ सक्सेसफुल भएको। हजुर तपाईको डाक्टर को हुनुहुन्छ? डाक्टर प्रसन्नजित सर हुनुहुन्छ। अन्त मलाई यहाँको स्टाफहरू सबैजना राम्रै कपरेट गर्नुभयो। मलाई एकदम फ्यामिली नै फिल भयो यहाँनिर। एकदम सबै कपरेट गर्नुहुन्थ्यो मलाई हो। हजुर हजुर अनि यहाँ आउँदाखेरिमा त्यस्तो प्रब्लममा पनि भएन। न फार्मेसीमा न प्याथोलोजीमा हुनुहुन्छ तपाईँको न स्क्यानिङपछि मलाई कहीँ प्रब्लम होइन। सबैजना राम्रैसँग गफ गरिदिनुहुन्थ्यो। अन्त सबैले आफ्नै फ्यामिली जस्तै फिल भएको थियो मलाई यहाँ आउँदाखेरि। हजुर अनि तपाईको अब यहाँ अब एकदम सक्सेस भएर गयो फर्स्टमा हैन? सिक्किमको पेसेन्टहरु हाम्रो कति हुनुहुन्छ? तपाई जतिको सफर गर्नु भएको होला। 9 years बिहा गरेर तपाईको नानी भएको थिएन, यहाँ आएर भयो। उहाँ पेसेन्टहरुलाई के भन्नु चाहनुहुन्छ? हजुर तपाईहरु आएर देखाउनुहोस् यहाँनिर प्रसन्नजित सरले राम्रो हेर्नुहुन्छ है। मैले आफ्टर 9 अब यस यसरी मैले नानी अब भयो मेरो। तपाईहरुको पनि अब हुन्छ है। अलिक पेसेन्ट चाहिँ राम्रो हो। तपाईहरु सक्सेसफुल हुनुहुन्छ। तपाईहरु आउनुहोस्। म पहिला अब एउटा एज अ हाउसवाइफ हेर्ने प्लस हैन अहिले मम पनि भएको छु। तपाईहरु पनि हुन सक्नुहुन्छ। आउनुहोस् देखाउनुहोस् राम्रो छ यहाँनिर। हजुर हुन्छ हुन्छ थ्याङ्क यू सो मच। कङ्ग्रेचुलेसन्स तपाईहरु दुवैजनालाई है। अनि सरलाई के भन्न चाहनुहुन्छ? सरलाई थ्याङ्क यू सो मच सर। जुन खुसी हामीले खोजिरहेको छौँ तपाईँले दिनुभयो हामीलाई। तपाईँले गर्दाखेरि दुईजना एउटा होइन दुईजना ट्विन्स भएको छ मेरोमा। त्यो छोरै छोरा। थ्याङ्क यू सो मच सर। हुन्छ थ्याङ्क यू सो मच। थ्याङ्क यू। नानीको नाम के हो? हजुर ठुलोको चाहिँ मेरो मोबाइलमा चाहिँ सानोको चाहिँ प्रद्युम्न देव। म प्रज्ञान भन। मलाई चाहिँ मोबाइल भन। हाई हेलो हाई गरिदिनुहोस्। हात हल्लाइदिनुहोस् न। हुन्छ थ्याङ्क यू सो मच।